हेलो गाइस, वेलकम टु माई च्यानल। सो आज चाहिँ हामी घुम्न जानु आँटेको नि त। अनि चाहिँ त्यसकै लागि रेडी सेडी भएर बसिरहेको छु हो। तपाईँहरूलाई देखाउने छु हामी कहाँ जान्छु भनेर, को जाँदैछु भनेर पनि देखाउने छु। कहिले म घुम्नु जाँदा चाहिँ यसरी नै पानी आइरहेको हुन्छ। आमा 8 बजे भनेको थियो कि अन्त अहिले चाहिँ 8:30 भयो। आएर यसरी बसिरहेको छु। बिचरा मेरो छाता अनि म अनि यहीँ आउँछ गाडी चाहिँ। भने हामी चाहिँ यहाँ तो गाइस हामी चाहिँ फाइनली यहाँ चाहिँ आइपुग्यौँ। अब फेरि हिँड्दै हिँड्दै जानुपर्छ अरे। किस गर्नु हुँदैछ यहाँबाट हिँडेर जानु। त्यस्तो माथि रहेको तौरालो त आएन त हौ। भन यहाँ चाहिँ हाम्रो अहिले चाहिँ टी टाइम हुँदैछ। हामी खाजा खानु आँटेको चाउमिन मोमो। दादा एउटा चाउमिन दिनुहोस् न। प्लेट पनि दिनुहोस् नि दुईटा। खाजा साजा खाइसकेर हामी चाहिँ अब कहाँ जाँदैछौँ म्याम भनिदिनुहोस् त तपाईँहरू। बाटो चाहिँ यस्तो म चाहिँ कसरी हिँड्नु होला यसलाई हिँडेकै त देखाउँदैछु त म। सो हामी चाहिँ वाटरफल्स हेर्नु आएको। कस्तो के भन्नु अरे म्याम? तपाईँहरूले सुन्नुभयो होला, तपाईँहरू सक्नुहुन्छ कि। म चाहिँ हिँडिदिन्छु, यहाँ क्याटवक चाहिँ गर्नु पनि सक्छु कि, तर क्यामेरा मेनै छैन, मान्दैन होइन। हाम्रो दोस्तहरू मान्दैन। सो गाइस फाइनली हामी चाहिँ वाटरफल्स आइपुग्यौँ। के अरे नामै बिर्सेँ भन्नु नि। छाङ्गे फल आइपुगेँ। तपाईँहरू देख्नु सक्नुहुनेछ। कस्तो बिगतले चाहिँ यति हेर्नु आएको रहेछ। सिनहरू हेर्नुहोस् है आएर होइन। मलाई चाहिँ स्यान्डल लगाएर आउनु, मलाई चाहिँ हिँड्नुपर्छ भनेर थाहा थिएन नि त, त्यही भएर स्यान्डल लगाएर आएको। हेर्नु हामी चाहिँ बिहान 9 बजीदेखि चाहिँ 12 बजीसम्म गाडीमा बसेर चाहिँ यहाँ आइपुगेको। वा पानी आएको हेर्नु। सो मेरो क्यामरा वुमन थ्याङ्क यू सो मच। सो दृश्यहरू चाहिँ यही हो होइन। हामी चाहिँ यति नै हेर्नु आएको। सरहरूको फोटो सेसन हुँदैछ। खुसी लाग्यो, मलाई पनि खुसी नै लाग्यो। अब धन्न आइपुगेँ। पुरा अप्ठ्यारो नि बाटो त। खुसी लाग्यो। यो चाहिँ लाभाको छाङ्गे फल है म्याम, लाभाको छाङ्गे फल हो। सरलाई केही भन्नु छ? मजा आयो आज। Oh my god! Thank you so much, sir. मेरो फोनै भिज्यो।
अनुहार भिज्यो, फोन भिज्यो। सर चाहिँ भ्लग बनाउँदै हिँड्नुहुँदैछ। गाइस हामी चाहिँ अब फर्केको यहाँबाट। अब हामी कहाँ जान्छौँ तपाईँहरूलाई देखाउनेछु।